हर्क साम्पाङलाई भोट हाल्ने र बालेन शाहलाई भोट हाल्ने मान्छेहरू जनताहरू मतदाताहरू एउटै किसिमका हुन् के। हर्केलाई त्यो कुरा राम्रोसँग थाहा छ। बालेनका भोटरहरूलाई प्रभावित गर्नको लागि बालेनलाई नै लालछना लाउनुपर्छ, बालेनलाई नै तल झार्नुपर्छ भन्ने हर्क साम्पाङलाई राम्रोसँग थाहा छ के। बालेनले राम्रो गरे पनि उसको नराम्रो इमेजहरू बाहिर ल्याउने कोसिस हर्क साम्पाङबाट भइरहनु चाहिँ हर्क साम्पाङको लिडे बुद्धिविहीन भएर होइन कि ऊ बुद्धिजीवी भएर हो कि त्यस्तो गरेर आएको। बालेनको नकारात्मक पक्षलाई बाहिर ल्याएर उसका भोटरहरूलाई आफूतिर तान्नु चाहिँ उसको रणनीति हो। तर यो समयमा उसले यो गर्नु चाहिँ मन्दबुद्धि हो। फेरि उसले यो गर्नु भने चाहिँ अहिले उसको यो टाइम नै होइन के। जस्तो बालेनको नराम्रो इमेजलाई बाहिर ल्याएर म त्यो भोटरहरूलाई यता तान्छु भन्नु चाहिँ यो समय चाहिँ उपयुक्त होइन।